कहिलेकाहीँ काम गर्दा गर्दै खाने बेला पनि एक्लै भइन्छ नि साथीहरू। घरको काम यताउता गर्दा गर्दै नानीहरूलाई पनि खाना खुवाएर स्कुल पठाउनु पर्छ। नानीहरूलाई अरू तरकारी खासै मन पर्दैन, खाँदैनन् पनि। दाल भात र घिउ भयो भने चाहिँ मजाले खाना खान्छन्। त्यसैले आज नानीहरूलाई दाल भात घिउ खुवाएर पठाएँ साथीहरू। अब मेरो लागि चाहिँ साग भुट्न तयार गर्दैछु। मलाई फर्सीको मुन्टा चाहिँ एकदमै मिठो पनि लाग्छ। अहिले फर्सीको मुन्टाको सिजन पनि अब त सकिन लागिसक्यो। त्यसैले सकिनु नै अगाडि, सिजन सकिनुभन्दा अगाडि नै मजाले खाइहालौँ न भनेर बहिनीको घरबाट ल्याएको थिएँ। हिजो आधा पकाएँ, आज चाहिँ आधा बाँकी थियो। आज त्यही बाँकी भएको फर्सीको मुन्टा पकाउन थालेँ। पल्ट्याङ पुल्टुङ गर्दै मेरो फर्सीको मुन्टा पनि रेडी भइसकेको थियो। मलाई चाहिँ फर्सीको मुन्टा यसरी सादा तरिकाले पकाएको एकदमै मिठो लाग्छ। अनि त्यही भएर अब दाल पनि थियो, दाल झानेकै थिएन, दाल पनि मैले झानिसकेँ। अब साग पनि रेडी भइसक्यो, दाल पनि छ, खाना पनि तयार भइसकेको छ। त्यसैले अब चाहिँ म मजाले खाना खान्छु साथीहरू। यस्तै भिडियोहरू मन परे लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।